ट्रिपमा त छैनौ नि कोही के को मजा आकडो ओए बिचबाट बोल्दाखेरि हेरौँ है छैन छैन फेरि सफा छ नि केटो बाहिर त देखाउ स्वर्ग जस्तो छ स्वर्ग त्यही त यार ल भ्यू र फोटो चाहिँ बवाल छ यहाँ अब एउटा भिडियो हाम्रो ग्रुपबाट कसले पे गर्छ चाँडो मैले ल गाइज हामी चाहिँ चितलाङतिर है चितलाङतिर होइन के छ गाइज ठिक छ हाम्रो दुईवटा गाइजहरू पहाडी ल हामी चाहिँ आइपुग्यौँ है चितलाङमा हिजो भर्खर किनेको नयाँ त्यही पनि ल चितलाङ चाहिँ यस्तो छ गाइज अब चाहिँ हामी भेडेटारतिर जान लाग्यौँ है यहाँ चितलाङमा नबस्ने कुरा भयो अहिले भर्खर 25 मिनेट बढी बेसी हिँडेरै बेडाफार्मबाट चाहिँ अनि मार्फुबाट उता के अरे कुलेखाङ कमै छ त्यहाँ गाडीहरू केही पाउँछ होला मार्फुबाट त्यतिखेर गर्दै अलिक गाह्रो छ त्यो छ त्यही आधी घन्टा 20 मिनेट राखेँ 5:30 मा हामी भेट्यो 5:30 मा भेट्यो 7 बजी उज्यालो हुन्छ 1 घन्टा घुमेर त जानुभयो भने भेडेफार्ममा घुम्ने भनेको त्यही भेडेफार्ममै हेर्ने त नि माछाबाट गाइज मजा आइरहेछ होइन मजा होइन डबल अलिकति सजा जस्तो भइरहेको तर ठिक छ केटा के छैन यात्रामै रमाउनु पर्छ केटा हो गन्तव्य त्यस्तै हो ठिक हो कन्ट्याक्टमा आफैले लिएर आयो भने पाइयो नत्र पाइँदैन एउटैले आँखा झिम्कायो भने त त्यसलाई म खाइदिइहाल्छु पहिला आफैले झिम्काइदिनु नि चप्पलले फेरि घरले आँखा झिम्काइदियो जस्तो हुन्छ मैले के छ भन्छ रमाइलो भइरहेछ एकदम रमाइलो डबल मजा आइरहेछ दाइ अटो लिएर जाऊँ कडक हो नि फेरि ड्राइभर के भन्छ मामा अटो लिएर जाऊँ भनेको सकिहालिन्छ नि हो देख्ने बेलामा सजिलो छैन फेरि यो त लास्टै गाह्रो छ नि खोइ आइज न अर्को खै त झन्नै छोडेर हिँड्ने खोइ मैले हेरुन्जेल चाहिँ गर्दिनँ भने त्यो बसो कि बसेर म हुन्जेल चाहिँ गरिनस् त बसेर गरिस् कि आएन बसेर लाभ लाग्यो होला क्या साथी बसेर गन्दा नि आएन ल गाइज भेडेटार चाहिँ यही हो भेडेटार मामा यो त यस्तो फोटो ओके आइरहेछ फोटो त भाइरल हुन्छस् भाइ ल भेडेटारको भ्यू हेरौँ भेरी भेरी ब्युटिफुल यहाँ चाहिँ बाख्राको छ है भेडाको हुनुपर्ने हो ल भ्यू र फोटो चाहिँ बवाल छ यहाँ ल साथी खान यार एक पप म त हालिदिन्छु ल त्यहीँ जाने पनि छैन त अब त ल घन्टा यो के हो यो कस्तो यतातिर घुम्न आएको तिम्रो त्यतिकै पनि फ्लिप हुन्छ हुँदैन कहाँ रोकेर हुन्छ नि ल गाइज बाटो चाहिँ आइसक्यो है यहाँबाट यसो घुमेर कस्तो दामी छ यहाँको मौसम मामा हजुर कस्तो लागिरह रमाइलो ट्रिपमा त छैनौ नि कोही के को ट्रिप भने के घुम्ने ट्रिप यस्तो बवाल छ नि यो मजा आयो मजा कस्तो बवाल भ्यू छैन त डाँडैमा पुगौँ एकचोटि पुगौँ अनि विचार गरौँला भ्यू कस्तो हो भनेर ओके थकाइ लगाएर ल आज होटेल रुम पाएन भने के गर्ने यतै सुत्दिने हो सडकमा भेडा फार्म त्यही त यार सुत्दिने के हो झ्याप भए जस्तो देखियो त मेरो आँखा त होइन अझै 4-5 वटा कटर बोक्ने त्यही खाने यहाँ छस् भाइ त पक हाल्ने हो भिडियो बनाउने ठाउँमा चाहिँ पाते बोल्छ अनि हाल्ने होइन भने कुन चाहिँ भिडियो पानी नि पर्न लागिसक्यो हाम्रो चाहिँ होटेलको अब केही सुरसारै छैन हामी त जोतमा आइदियो है अब यहाँ होटेल खोज्नु पर्ने हो पानी परिसक्यो
त्यही त प्लानै नभएर जोतमा आइदिएको त्यही माथि रुगा लागिरहेको छ यहाँ पानी अब पर्यो जमै यसले त ठोक्छ अब त साथी हँसाउँछ त्यतिकै हिँड्न के छ ब्यागमा त्यस्तो मान्छे नभिजे भयो नि एउटा हातमा मोबाइल छ एउटा हातमा छाता छ के गर्नु मिलाइदेऊ यार त्यतिकै हिँड्न मेरो नि यहाँ इत्रु छ छाता यहाँ फोटो र भिडियो बनाएर बस्छ अहिले गाँड अब ठ्याक्कै पानीमा बस्ने जस्तो देख्यो उजल त भिज्यो त अनि ओइ मा झन्नै मै नलड्या त्यहाँ त होटेल नपा होइन नपा भन्छ हजुर तिम्रो बेमा तिमीलाई यसै गरी छाता उडाउँछु ल म ओके ल त्यो चाहिँ पोस्ट चाहिँ मलाई नै है ओके ल तपाईँलाई नि हो म साइडमा पैसा उठाउन बस्छु नि त्यही त तिम्रोमा नि ओडाउनु पर्छ कि पर्छ ल पहिला लड्की खोज न लड्की त तिम्रो लाइनमा खान्छ अनि कहाँ के को लाइनमा करेन्ट लगाएर मरे सबै लाइन केटा भोलि म तरकारी महँगो छ है यहाँबाट तरकारी लिएर जानुपर्छ है ओके मलाई अलिअलि याद छ उसो भाइको त्यो हामीले फर्स्ट ब्लग बनाएको थियौँ नि मामा खनेखर्क जाँदा त्यति बेला नि यसले रातै टी सर्ट लगाएको थियो जस्तो लागिरहेको फर्स्ट भ्लगमा के थियो भन्दाखेरि भान्जा भान्जी म गएको थियौँ त्यहाँ खन्या खर्काको उसमा म पनि थिएँ त्यो जुनारवाला होइन जुनारवाला फर्स्ट हो जे भयो नि, यो फर्स्ट त्यो जुनारवाला जाँदाखेरि नि यसको रातै टी सर्ट जस्तो याद त्यस्तै त्यस्तै के थियो अनि त्यस्तो त्यस्तै लाग्यो मलाई कता कताबाट हिट हान क्या दिन हो मलाई नि अघिदेखि हिट त हानिरहेको थियो केले त्यही रातै लगाएको थिएँ फर्स्टमा प्रायः राति सुहाउँछ कि उसको हो सुहाउँछ अझ निलो भए भए चाहिँ ठ्याक्कै हुन्थ्यो यहाँ त बन्द भइसक्यो यस्तो माथिको पो हो क्या अरे त्यो पनि भन्नु ए यहाँ त पानी गायब छ त यार म केटाहरूको सिक्रेट कुरा यहाँ रिभिल गरिदिइरहेको छु तर मेरो मोबाइल चाहिँ गाँड भइसक्यो यहाँ फेरि अड्किन थालिसक्यो रिजन त एक्सपर्ट हो टेन्सन भइरहेको होस् अस्ति नै हामी यत्तिकै नभनिकन गएको थियौँ नि भेनाले वहाँनिर भनेछन् क्या के अरे म चाहिँ बर्दिवास के अरे गएको भनेर गएको थियौँ होइन हामी भरतताल घुम्नलाई अनि भेनाले यिनीहरू त कहाँ हुन्छ भरतताल घुम्न गयो भनेछन् घरबाट मलाई भनिरहेको थिएँ के अरे तँलाई हामीले कहाँ जान दिएको थिएन र नभनिकन गएको भनेर जानु पर्दैन भनेर भनिरहेको थिएँ मेरो साथीहरू रात परिसक्यो बाटैमा रिजन मजा आइरहेछ हो ल ठिक छ भाइ हामी यो दक्षिण कालीको यहाँबाट 6 माइल डिस्टेन्स छ नि के अरे 3500 रुपियाँ पऱ्यो थियो कि प्याकेज हो र 3500मा 500 एक्स्ट्रा गरेर बार्बिक्यू गरेर होइन ठ्याक्कै 4000 क्या हो ल प्लान भइरहेछ यहाँ के खाने यता पाउँदैन हो नत्र ह्याप्पी एन्डिङ हान्न हुन्थ्यो समयमा जाउँ न 1000 रुपियाँ 1200 सबैभन्दा एक्सपिरियन्स चाहिँ यहाँ छ है गुला यति बेला कालो साथी बर्बाद यार रेट खाँदा खाँदा ल मामा आज मामालाई भोट का आज मामालाई आज चुरोट बियर खानु भयो अस्तिदेखि ओ कहिले भने मैले त चाहिँ मामा यस्तो के सुन अहिले चाहिँ होइन विदेशी रहेछ होइन मामा आज खाऊ त्यसपछि कहिले खाऊ क्या होइन ट्राई गर्दै हुने एउटा दैट के हुने भिडियोको लागि धैट नभन न मनमा चाहिँ खान मन छ उनीहरू हेरौँ है छैन छैन फेरि सफा छ नि केटो बाहिर त देखाउँछ भिडियोको लागि टाइट देखा मन मलाई चाहिँ कतिखेर एउटा बियर फोडौँ त्यही त अनि नखाँदै बेर त ट्रिपमा गएको जस्तो छ यार तिमी आज के गरिरहेको कपाल काट्ने बेलामा फेसियल फर्स्ट टाइम फेसियल होइन के क्लिन्जिङ हो क्या अरे यस्तो उ गरेको होइन यस्तो कपाल काट्ने बेला मनुष्यले के गर्थ्यो ट्रिपमा जाने मदिसेले त होइन एउटा दिदी थिए क्या लो गाइज लो ठाउँ चाहिँ अख्खा आइपुग्यो है होटेलको चाहिँ अहिलेसम्म केही उ नै छैन तर यस्तो बवाल भ्यू छ नि यस्तो बवाल भ्यू
म देखाउँछु स्वर्ग जस्तो छ स्वर्ग। त्यही त यार यो मकवानपुरमा कति हो क्या ठाउँ चाहिँ राम्रो कुलेखानी त्यस्तै छ यहाँ त्यस्तै छ यो फर्पिङ्की मार्फा भन्ने ठाउँ यस्तो बवाल छ नि ल हेरौँ है त गाइज भ्यू हेरौँ यहाँको यस्तो बवाल छ नि ल यहाँबाट त अझ राम्रोसँग देखिरहेन वहीँ गइसकेपछि वाउ भन्ने खालको हो क्या यहाँ त क्यामेराले पनि खिचिराखेन त्यसरी ल यार पानी चाहिँ पर्यो कता जाने जाउँ न आज राति उतै चितलाङतिर पुगेर बस्नु पर्यो भने जस्तै भयो क्या यहाँ त्यही त कुनै छैन क्या होटलै छैन कहाँ खोज्नु यार त्यही त सबै रेस्टुरेन्टमा 5000 भन्दा तल छैन अरे मरिएन काँड हुने भयो त यो चाहिँ बिना प्लान त गरेको तर पनि अब हाम्रो यस्तै हो प्लान भेटेको होइन क्या भेटेको 1500 पर पर्सन तर के गर्नु 7 बजेर नि 5 मिनटको लौडा यहाँ रात परिसक्यो यार खाना भयो नि त त्यही त जाउँ अब कहाँ पुगिन्छ त्यही अब आजै भौतारिँदै बस्ने हो सडकमा सुत्नुपर्छ बस्नु पानी नपरायो भने चाहिँ केही थिएन त्यो पुल पारेको बबाल ला हेर म त्यहीँ बवाल त लाग्यो पैसो कति छ के अन्त मर्नु त्यही अघि हामीले भने त होइन नि त्यो त यतैबाट कतै ठाडै झर भन्थ्यो नि ऊ त्यो होला सायद ऊ त्यो माथि बलेको मान्छे नि अँध्यारो न अँध्यारो म त यार गाई भुल लागिसक्यो म गाई रिजन पनि हराइसक्यो यहाँ चलिरह है म त हराइ नै सकेँ के हो यस्तो केटा हो इन्जोय त गरिरहेछौ नि ल इन्जोय गरौँ केटा हो अब 4-5 वर्षमा बुढी फकाउँदै फुर्सद हुँदैन त्यही त यार 4-5 वर्षमा बुढी त्यसपछि छोराछोरी फकाउँदै फुर्सद हुँदैन अब यही हो इन्जोय गर्ने चाहिँ अहिले अब भेट हुँदैन सायद त्यही त यार अब एउटा भिडियो हाम्रो ग्रुपबाट कसले बे गर्छ चाँडो मैले होइन होला हो म त छोड्दिनँ भोलि रिजनलाई त्यो 3 जनाको बच्चा भाइरल भए जस्तो देख्थ्यो एल्लो पनि थियो है एउटा चाहिँ यही काले हो ल गाइस बल्ल भिज्दा रुँदा गएर यहाँ एउटा रुम पाइएको छ रुम चाहिँ ठिकै छ होइन यस्तो भिज्यो नि कहीँ जाँदा चाहिँ प्लान गर्दा चाहिँ रुम चाहिँ सुरुमै प्लान गर्नुपर्ने रहेछ है गाइस हुन त हामी अब चितलाङमा बस्ने भनेर हो यो कहाँ हो रे मार्फा होइन मार्फामा आइपुग्यो पानीको धुट्टो कुटै खाएर यहाँनिर भिज्दै आइयो यहाँको नाइट भ्यू चाहिँ बवाल छ है भोलि बिहान देखाउँछु म यस्तो बवाल भ्यू छ यस्तो यो चाहिँ लेक हो यस्तो बवाल भ्यू छ नि